स्वाधीन राष्ट्र व्यथिति नेपालको च्यानलमा तपाईँलाई स्वागत छ। तपाईँ बुढो पाखो मान्छे, तपाईँ तपाईँ यो हाम्रो संस्कृति धर्मको आज फागु पूर्णिमा यो फागु खेल्ने भनेको के हो? हाम्रो नेपाली फागु खेल्ने चलन भने के हो? बताइदिनुहोस्। अब तपाईँको राष्ट्रिय व्यथिति नेपालको च्यानलमा बोल्न पाउँदा म खुसी छु। तपाईँ मिडिया कर्मीहरूलाई सबैजनालाई धन्यवाद छ। अब यो फागु पूर्णे भनेको के भन्नुहुन्छ भने हाम्रो नेपालीको संस्कार संस्कृति धर्म धेरै छन्, तर यसलाई अलि निस्किदिएर जातीय भेदभाव ल्याएर अहिलेका जुन राज्य चलाउने यी गणतन्त्र लोकतन्त्र भनेर आएकाहरूले यो देशमा एउटा विछट्ट धर्म संस्कृति मेटाउँदै गइराखेका छ। धर्मनिरपेक्ष पारेको छ, तर हाम्रा पर्व मठ मन्दिर बुद्ध जन्मेको देश, सीता महारानी जन्मेको देश, यत्रो पशुपतिनाथको वासस्थान भएको देश, काली महाकालीका पनि देश, यस्तो देशमा आज यिनीहरूको जुन किसिमको सोचाइ यी राज्य चलाउने जुन अहिलेसम्म 26-27 पटक यो राज्य सञ्चालन गर्ने आयो, तर त्यसमा को आयो? काङ्ग्रेस आयो धेरै जस्तो, एमाले माओवादीको आयो। तर यो व्यक्तिहरूको एउटा नेत खराब जुन किसिमको मानसिकता पागल जस्तो, त्यसले राष्ट्रलाई चिनेन, नेपालीलाई चिनेन, धर्म संस्कृति हाम्रो नेपाली को हौँ त हामी चिनेन। एउटा विदेशीको दलाल भएर यो देशलाई पनि अहिले खतरामा पारेको छ। अब फागु पूर्णे भनेको के हो भने महान चाड। एउटा राक्षस त्यो हिरण्यक्ष भने, अब त्यो राक्षसले एउटा वैकुण्ठनाथ विष्णु भगवानसँग जोरी खेल्यो। यो त्रिलोक त मेरै हो भनेर त्यो विष्णु को हो भन्यो। अब उसको कोखबाट प्रहलाद भन्ने एउटा भक्त जन्मे। बालकदेखि नै उसले विष्णु विष्णु ओम हरि भन्दै हिँडे। यो त मेरो दुश्मनको नाम लिन्छ, को हो विष्णु भन्ने भने दिन प्रतिदिन उसलाई सिद्ध्याउन र मार्न खोज्यो। तर पनि भिरमा लगाएर खसाल्यो, पहरामा खसाल्यो, थुन्यो, कुट्यो, ती अरू राक्षसहरू लगायो, तर सकेन। जतिखेर आपद विपद पर्छ त्यो बच्चालाई उनै भगवान श्री वैकुण्ठ सोरायले बचाएका हुन्छन्। र त्यो गर्दा एक दिन त्यो हिरण्यक्ष्यको बहिनी होली भन्ने त्यो चाहिँ आगो निकालिदिँदैथे, आगो सम्पूर्ण। र म दाइले केही गरिसक्नु भएन, म यसलाई मेरो काखमा राखेर आगोमा जलाउँछु र मार्छु भन्दाखेरि ती प्रहलाद जलेनन्। उसको आगोले त्यही होलिका भन्ने त्यो हिरण्यक्ष्यको बहिनी त्यही नै मरि देहान्त सफा भई। त्यो भएर यो होली पर्व मनाउने हाम्रो चाहिने एउटा परापूर्वकदेखि सत्ययुगैदेखि हाम्रो यो इन्डिया का चाहिने हिन्दू भन्नेहरूले मान्छन्। हामी नेपालीले सम्पूर्ण कुनै पनि जातिले यसलाई मानिआएको थियो। अहिले एकादुई क्रिस्चियनहरूले गरेर हाम्रा यहाँका यी देश चलाउने क्रिस्चियन एमाले काङ्ग्रेस, अब सबैलाई नभनौँ, ती
माधव नेपाल यो जुन किसिमको नरहरि आचार्य यी सबै क्रिस्चियनको प्योर नेपालका नेता क्रिस्चियन फैलाउने नै यिनीहरू हो। क्रिस्चियन धर्म भने हाम्रो होइन। त्यो 3-4 वर्षदेखि एउटा क्रिस्चियन चाहिने झुन्याएर मारेछ। त्यसैको उसमा त्यो धर्म चाहिने अँगालेर या यो एउटा सूक्ष्म राष्ट्र सक्नको लागि त्यो क्रिस्चियन धर्म पनि हो। हाम्रा धर्म संस्कृति मेटाउनलाई यसरी आएको। अब यसको विषयमा नेपालीले, सम्पूर्ण नेपालीले बुझ्न पर्यो। बुझेर हाम्रा धर्म संस्कृति किन मेटायो, राष्ट्र आज किन खतरामा पार्दैछ, यो विषयमा होसियार हुनु पर्यो नेपाली सबै। यही नेपालीहरूमा म आग्रह गर्दछु। ल, राष्ट्रमा अहिले राजा भनेर नेपाली जनताहरू निकै उठिरहेका छन्। यो विषयमा पनि भनिदिनुहोस्। ल, अब हाम्रो राजा भनेर अहिले नेपालीहरू एक किसिमको उत्साह भएर राजाका पछि जागए नि। राजा नेपालमा कुनै मन्दिरमा दर्शन गर्न गए पनि राजाको अगाडि एउटा जनघनत्व नेपालीहरूले राजा आऊ देश बचाऊ भनेर आउनुको कारण कसले गरायो? यो यही केपी ओली अथवा देउपा प्रचण्डले गरायो। किनभने देशमा विकास, राष्ट्रलाई चाहिँ एक इन्च पनि विदेशीहरूले नमिचिकन देशको विकास, कल कारखाना यी भरको चाहिने अलिकता बेरोजगारी पनि यिनीहरू आएपछि भएको। अहिले झन्डै 1 करोड नि बेसी बेरोजगारी, युवा युवतीलाई खाडीमा बेच्ने। अस्ति भर्खर कुन देशबाट झन्डै 27वटा आयो, कतिवटा लास आयो। टाइममा 2-4 जना आइरहन्छ, तैपनि विदेशमा बेरोजगारी बनेर जाँदैछ। अब यो रोजगारी मेन पावर खुलाएको नि यिनीहरूकै मान्छेद्वारा। यो जनतालाई, जनताको पैसा खाएर, कमिसन खाएर, लुटेर अब कतिपय यसरी चाहिने एउटा बिल्ली बाट अहिले नेपाल नै रित्तो होला जस्तो भएको छ। यो कुरो नेपालीहरूले बुझ्नु पर्यो। अब किनभने नि यिनीहरूले जुन किसिमका चाहिने बेरोजगारी, ल जे गर्यो, रोजगारी विषयमा, कृषि विषयमा, स्वास्थ्य विषयमा यी सबै ध्यान दिनुपर्ने होइन। अब पटक्कै दिँदैन। जनतालाई शोषण गर्छ, भ्रष्टाचार गर्छ। हाम्रा चाहिने राष्ट्रका चाहिँ सरकारी जग्गाहरू यसको नाममा गराइराखेका छ। अब यिनीहरूलाई हाम्रो आम नेपाली दाजुभाइहरूले सोच्नु पर्यो। आज राजा आऊ भन्नुको कारण चाहिने यिनीहरूबाटै भएको। अब यो राजा ज्ञानेन्द्र शाहले पनि सोच्नु पर्यो। यो धेरै ढिला भयो। म ज्ञानेन्द्र हाम्रा चाहिने वीरविक्रम राजालाई पनि, ज्ञानेन्द्र शाहलाई पनि म आग्रह गर्दछु, किन यति ढिला गर्नुभयो एउटा राजा भएर? तपाईँको पुर्खा पृथ्वीनारायण शाह भने के हुनुहुन्थ्यो? के गर्नुभयो? सरी, त्यहाँ आम नेपाली हाम्रा पुर्खाले साथ दिएका छन् सिङ्गो नेपाल बनाउन। सायद त्यतिखेर पृथ्वीनारायण शाहले त्यो एजेन्डा नल्याएको भए त्यस्तो राजा अरू कोही व्यक्तिले ल्याउन सक्दैन। त्यतिखेर अरू राष्ट्र, यी अमेरिका, बेलायत, अरू राष्ट्र भन्ने पनि केही थिएन। त्यो किसिमले एउटा सिङ्गो चाहिने हाम्रो विशाल नेपाल गराएर छोड्नुभयो। उहाँका ज्ञान, अर्थी, उपदेश के कस्ता छन् त राष्ट्रको लागि, त्यो ज्ञानेन्द्र शाहज्यूले बुझ्न पर्यो। र यसलाई ढिलो चाँडो
यसरी चाहिँ नि 15-16 वर्षसम्म 10 वर्षमा उहाँकै ज्ञानेन्द्र हाम्रो ज्ञानेन्द्र राजाको बुबाज्यू महेन्द्र श्रीपाल महेन्द्र सरकारले 10 वर्षमा कति विकास गर्नुभयो देशको। त्यो बेला अनाजहरू उहाँ कोरिया इन्डिया यी गरिबी सबै उहाँ चाइना लगेर खान्थ्यो हाम्रा चाहिँ देशमा उब्जनी भएका। आज के हालत छ यो सोच्न पर्यो हाम्रो चाहिँ श्रीपाद ज्ञानेन्द्र शाहज्यूले। यसमा यो आर्मीले के हेरेर बसिराखेको छ देश नै चाहिँ डामाडोल एउटा सङ्कटमा पर्दा भोलि केही गरेर यो युद्ध स्थल भयो त्यो युक्रेनको जस्तो भयो भने के हुन्छ यहाँका नेपाली। त्यो अवस्थामा के गर्न सक्छ यो नेपाली सेनाले। आज हाम्रो गोर्खाली सेनाहरू कति चाहिने डह्रो भएर इन्डियालाई हच्काइराखेको छ। यो नेपालमा खालि जागिर खाइरहेछ। वीरेन्द्रको परिवार सक्यो यही आर्मीहरू मिलेर, यही भ्रष्टाचारी मिलेर। आज सायद वीरेन्द्रको परिवार नसके भए सायद नेपाल यो अवस्थामा आउँदैन थियो। यो सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूले बाबुआमाहरूले पनि बुझ्नु पर्यो। त्यो सक्ने नै नेपाली आर्मी वीरेन्द्र राजालाई सक्ने, अर्को यही भ्रष्टाचारी त्यो मुख्य त्यो बाबुरामै पर्सने त्यो माधव नेपाल भन्ने केपी यो गिर्जा मरेर गयो। यो देउपा पनि हो। यो शैतानहरूलाई त स्याहार्नुपर्छ। यहाँ मान्छे छैन नेपालमा। बुद्धिजीवीहरूले विचार गरून्, एकता हुन् राष्ट्रवादीहरू, राजालाई साथ दिउन्। राजा आउनुपर्छ। राज संस्था भनेको धेरै देशमा छ, 12-14 देशमा सब विकास भएको छ। त्यहाँ यो डाकाहरूले राष्ट्रै राख्न लाएको छैन। यो अपराधी मार्नुपर्छ, कसैलाई जेल हाल्नुपर्छ। यिनीहरूको सम्पत्तिले आम नेपालको सुधार उन्नति गर्नुपर्छ। यो भ्रष्टाचार गरे पैसा खोजेर ल्याएर नेपाल त्यसै उन्नत हुन्छ, समृद्धि हुन्छ। नेपाली जनता सुख पाउँछन्, विदेश जानु पर्दैन। ल तपाईँको मिडिया कर्मीहरूलाई धन्यवाद र आम नेपालीहरूलाई राम्रोसँग बुझ्नुहोस् यो कुराहरू र राष्ट्रको लागि चासो दिनुहोस्। राजाले हुन मद्दत गर्नुहोस्। चाहे यो हाम्रा चाहिने दुर्गा परसाई राप्रपा भन्नेहरू, हाम्रा चाहिँ राष्ट्रिय शक्ति, अरू राष्ट्रवादी बुद्धिजीवी आर्मीले पनि दिमाग ट्यालेन्ट भएर अगाडि बढ्नु पर्यो। कर्तव्य जिम्मेवारीलाई बुझ्नु पर्यो र पुलिसहरू पनि एकता भएर ज्ञानेन्द्र राजालाई साथ दिनु पर्यो भन्दै तपाईँहरूलाई धन्यवाद दिँदै तपाईँ मिडिया कर्मीलाई मेरो 2-4 शब्द यी टुङ्ग्याउँछु। जय देश, जय राष्ट्र।